सो हामी छौँ फरवालिया मार्केटतिर। उहाँ सर चाहिँ भोलि छुट्टी जाँदै हुनुहुन्छ। डेजबाट सपिङ गरिसक्नुभयो, अझै सपिङ बाँकी छ। यहाँ आउँदाखेरि यहाँ उसको उहाँको नाम पनि चल्छ एनपी सागर ब्लग दादिङे ब्लग्स हुनुहुन्छ हैन, दादिङे ब्लग्स दात उदाउँदै हुनुहुन्छ ठाट्टा बोल्दै। उता एकदम कुवेतको नम्बर 1 ह्यान्डसम सागर। मेरो पनि नाम सागर है, मिजु हो मेरो त। चाटी चाटी पिउने भनिन्छ यसलाई चाहिँ। सो गाइज अब फरवालिया मार्केट एकदम रमाइलो छ है। ठाडो घाटी फेरि अब के गर्ने यस्तै त। अब हामी यहाँ साथीलाई पर्फ्युम किन्न भनेर आएका छौँ। फरवालियाको यो के अत्तर है पसलको नाम पनि। साथीहरू यहाँ अब पर्फ्युम किन्न आउनु भएको छ। पुरा अत्तरै अत्तर छ, पर्फ्युमै पर्फ्युम छ है। अफर पनि छ यहाँ 6 पिसको 5 केडी लेडिज पर्फ्युम आउन सक्नुहुन्छ गाइस तपाईहरु है। दामी दामी यहाँ अब दामी अब पर्फ्युमहरु हैन सस्तो सस्तोमा यहाँ फरवालियामा आउनु होला गाइस। बनाएर यहाँ एकदम तपाईको अगाडि बनाएर मिक्स ककटेल पनि पाउँछ एकदम। कुन फ्लेभरमा चाहियो हैन त्यही फ्लेभरमा सस्तो सस्तोमा बनाएर पाइन्छ यहाँ। ल अर्मानिया गाइस, अर्मानियामा अर्मानिया है, अर्मानी फ्लेभरको पर्फ्युम जम्मा कति किनेको? 2 केडी स्पेशल अब हाम्रो एनपी सागरको अहिले नयाँ अब एनपी सागर अब उहाँले उदाउँदै हुनुहुन्छ। उहाँको नाम लिएर अहिले त्यो डिजाइन रहेछ। प्लस अब यहाँमा पनि भएको हुनाले तपाईँहरूलाई अब हाम्रो मेरो नाम उसको नाम हाम्रो घाटी ब्लगको नाम मेरो भयो भने तपाईँहरूले कुवेतमा पक्कै पनि तपाईँलाई थाहा नै छ। धेरै ठाउँमा तपाईँहरूले धेरै सुविधा पाउनुहुन्छ, धेरै ठाउँमा धेरै सुविधा पाइन्छ। र फेरि तपाईँले जस्तो तपाईँले फ्रीमा तपाईँलाई मन पर्यो त्यस्तै तपाईँले बनाएर रेडिमेड तपाईँलाई ट्याक्क 2 दिनको फिक्स तपाईँले बसाउँछ। लोकेसन चाहिँ ग्रान्ड हाइपर मार्केटको टक्क भित्र छिर्ने हैन त। अर्मानियामा अर्मानिया पर्फ्युम भन्नु न। फरवालियामा अर्मानिया पर्फ्युम। ल कसम बाहिर गर्मीमा डुलेर यो भित्र मार्केटतिर आयो भने मार्केटतिर एसी हुने भयो भने शीतल हुन्छ नि त है। सुर्कै जस्तो फिल हुने के हो यो कपास जस्तो? प्लास्टिक वाला चॉकलेट क्या? यस पेंट का ये अमेरिका चकलेटै चकलेट हैन त, चकलेटै चकलेट। म चाहिँ गाई चाहिँ यो चकलेटै चकलेट भएको ठाउँमा चाहिँ के भन्छु भन्दाखेरि मुस्कान भनेको यस्तो चकलेट जस्तो मिठो हुनुपर्छ क्या है, होइन त? ल के किनियो त काजु? अब चाहिँ हामी चकलेट किनेर क्यारिफोर मार्केटतिर लागेका छौँ। यहाँ केही सामान साथीले सपिङ गरिदियो। सर्व क्यारिफोर मार्केट गाइस है। गाइस आज मैले लिगेको छु यो के हो बुलडग नुडल्स हैन, कोरियाको नुडल्स 3x स्पाइसी। अब यसको च्यालेन्ज पनि हैन, अब च्यालेन्ज भिडियो आउँछ है गाइस। फाइनली हामी सपिङ सकेर अहिले चाहिँ हामी खमै गार्डन रेस्टुरेन्टमा आएको छौँ। अब यहाँ चाहिँ 3x स्पाइसी नुडल्स च्यालेन्ज हुँदैछ गाइस हैन। सो गाइस यो स्पाइसी नुडल्स च्यालेन्जमा चाहिँ है अब यहाँ फर्स्टमा चाहिँ हाम्रो दार्जिलिङ ब्लग्स हुनुभयो हैन, सेकेन्डमा हाम्रो मिजु सागर है, थर्डमा मै होला हो, लास्टमा बिल तिर्ने चाहिँ हाम्रो टियाचन ब्लग्स है। बधाई छ तपाईँलाई।